लाइनमा आएको त मलाई भुलेको देखाइदिन्छ है त ठिकै छ ल नानी ल ल अनि के गर्नुहुन्छ हजुरले के गर्नु केही गर्दिनँ नानी यस्तै बसिरहन्छु घरतिर है अनि त्यही भएर अनि यसो हेर्दै गएको अनि त्यहाँ यसो हेरेको नयाँ मान्छे रहेछ नयाँ मान्छे साथी बन्नु न भनेर बनेको अनि खाना खाइसक्नु भयो खाइ नानी तिमीले खायौ ए हजुर मैले पनि खाइसकेँ त्यही भएर यसो गरेको अब सप्लाई गर्न पर्यो नि होइन हजुर हजुर पालो 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 गर्दै गर्दै जाने हो जाने ल हजुर हजुर यो साथीहरू के हो मेरोमा त खै डबल ट्यापै छैन त छैन त हेर न भनिदेऊ न अझै गर्दिनँ हजुरले भन्ने भने त गर्नुहुन्छ नाइ भने गर्नुहुन्न ए मलाई त यहाँ ट्याप ट्याप गरिदिनु त मलाई ए मैले बुझिसकेँ बुझिसकेँ ए मैले बुझेँ दिनुहोस् भेट्यो त छैन नि मैले त सिक्री भेट्यो म त भेटेको छैन ए सिक्री हराएको हजुरको नि ए मैले भिडियो देखेको थिएँ कति धेरै हो ल ठिक छ ल ल मलाई चाहिँ नि रोज पकाउनु भएको खुसी लाग्यो मलाई जिन्दगीदेखि खुसी लाग्यो जय भोलेनाथ जय शम्भो ए मैले बुझेँ ए त्यही त कस्तो कहाँ देखेँ भने मलाई मैले फेसबुकमा देखेको थिएँ जय भोलेनाथ जय मलाई चाहिँ नि रोज पठाउनु भएको भाइलाई बहिनीलाई जय हो जय भोलेनाथ जय हो नाम के भन हजुरको सिक्री कति तोलाको थियो ए मेरो त पहिला त 2.5 तोला भनी आत्तेर लास्टमा पुलिसबाट गएर रिपोर्ट दिँदाखेरि त 3.5 आना रहेछ बर्बादै भयो नि बाबु के गर्नु ओहो ल मलाई पनि रोज पठाउनु भएको रहेछ धन्यवाद साथीहरू म ट्याप गर्नुहोस् मैले हाँस्छु अहिले हेलो हेलो भन नानी भन्दै अनि तिम्रो घर कहाँ नि नानी मेरो भैरवा ए भैरवा हजुर ए तिमी त कतिमा पढ्छौ नि अहिले मैले ब्याचलर हो ए कति हँसिलो हुनुहुँदो रहेछ त हजुर तिमी सानी मेरी छोरी जस्तै रहेछौ तिमी त हो मेरो छोरी जस्तै छौ तिमी सानी फुच्ची छ मेरो छोरी जस्तै मलाई सम्झेर रोज पठाउनु धन्यवाद थ्याङ्क यू सो मच म्याडम हेलो जय होस् मलाई अघि नै कति भन्नुभएको थियो जोइन गर्नु भनेर त्यही भएर आफै कसरी अब जुरेको रहेछ है तिम्रो फोटो हेरेको यसो हेरेको अनि मेरो छोरी जस्तै सानी फुच्ची लाग्यो गफ गरौँ न साथी बनौँ भनेर अनि बोले नि